साथीहरू, आज म हजुरहरूलाई 5-6 दिनमै कसरी 4000 घण्टा वाच टाइम पुर्याउने भनेर सिकाउन गइरहेको छु सजिलो तरिकामा। सुरुमा तपाईँ क्रोम ब्राउजरमा जानुहोला। यहाँ म क्रोम ब्राउजरमा गइसकेँ। यहाँ म अलरेडी यहाँ आइसकेको छु। तपाईलाई सुरुबाट म ट्याप गरेर देखाउने छु। यहाँ तपाईहरु भ्यू साइन यसरी लेख्न सक्नुहुन्छ। यहाँ हेर्नु त आइसकेको छ मल्टिपल भ्युअर भनेर। यहाँ त पहिले वेबसाइटमा जानु होला। अब यहाँ एड भिडियो भनेर राख्ने छ। यहाँ मैले एड भिडियो हिस्ट्री पास्ट गरिसके एउटा। तपाईहरु सक्दा जति लामो 15-20 मिनेट 1 घण्टा जतिको भिडियो यहाँ राख्न सक्नुहुन्छ। यहाँ यसरी नै तपाई 10-12 वटा मजासँग राख्न सक्नुहुन्छ। त्यसपछि यहाँ स्टेप 2 मा टेस्ट अडियो भनेर टेस्टिङ अडियोमा जान्ने छ। टेस्ट अडियो भइसकेको छ। यहाँ भ्यू साइन्समा दबाउने। त्यसपछि यहाँ तल हेर्न सक्नुहुन्छ कोड दिएको छ। यो कोडमा तपाई यस्तो गरेर कपी गर्न सक्नुहुन्छ। मैले यहाँ कपी गरे। अब तपाई सिधै ब्याक आउन सक्नुहुन्छ। ब्याक आएर तपाई यहाँ टक्क यहाँ लिंक कपी गरेर यस्तो गर्न सक्नुहुन्छ। अब तपाई हेर्न सक्नुहुन्छ कमाल। नेट भने राम्रो नेट चाहिने गर्दछ। तपाईहरु हेर्न सक्नुहुन्छ। यसरी तपाईहरु मज्जाले टनाटन गराउन सक्नुहुन्छ। यदि भिडियो मन परे यस्तै भिडियो हेर्नका लागि लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला। हस्त धन्यवाद।